छोरो जिउँदै आएको देखेर डर लाग्यो क्या? पुरै हातबाट कापिरहेका छन् त। आमा घरमै पो आइसक्नु भएछ, फेरि माइजू पनि आउनु भएको रहेछ। अब छोरालाई स्वागत गर्न बसेको मान्छे किन त्यहाँ डराएर बस्नु भएको? आउनु न स्वागत गर्नु। अब फेरि यस्तो डराउनु पर्ने तपाईँले किन गल्ती गर्नु भएको छ र? आमा के सोचिरहनु भएको छ? स्वागत गर्नलाई तयार भएर बस्नु भएको जस्तो छ, गर्नुहोस् न स्वागत। के हेरेर बसिरहनु भएको छ मामा? भान्जालाई त असाध्यै माया गर्नुहुन्छ क्यारे। सबैले माया मारिसक्या मान्छे यसरी घरमा आउनु भएको छ। यस्तो प्यारो भान्जा अगाडि हुँदा त हेरेर बस्ने होइन, भान्जालाई अङ्गालो हाल्ने, तपाईँको मनभरि भान्जाप्रति भएको माया देखाउने पो हो त। किन यसरी एकदम ठुलो गल्ती गरे जस्तो गरेर डराएर बस्नु भएको? अब हजुर जस्तो मान्छेबाट गल्ती हुने त कुरै हुँदैन, अनि किन यसरी डराउनुहुन्छ? के गल्ती गर्नु भएको छ र त्यस्तो? त्यही त मैले के गरेको छु र त्यस्तो? मलाई त भान्जा बाबु आउने बित्तिकै के गरौँ जस्तो लाग्यो। मलाई कम्ता माया लाग्छ हाम्रो भान्जा बाबुको। भान्जा बाबु हजुर यसरी फर्केर आउनुहुन्छ भनेर त हामीले आशै मारेका थियौँ। हजुर फर्केर आउनुभयो, साह्रै खुसी लाग्यो। हजुर आउँदै हुनुहुन्छ भन्ने थाहा पाएर हामीले यसरी स्वागतको तयारी गरेका छौँ। आज हाम्रो भान्जा बाबुलाई अबिर लाएर माला लाएर स्वागत गर्छौँ यो घरमा हामीले। दिदी बुढी के हेरेर बसिरहेको? जाउँ न स्वागत गरौँ। भान्जाले त ढोका पो लगाइदिनु भयो त। अब कसलाई गर्नुहुन्छ स्वागत? अब तपाईँहरू दुईजना मिलेर मलाई गरे मात्रै त हो नि स्वागत। ल है, सागर भान्जाले त तपाईँहरूको स्वागतलाई चाहिँ स्वीकारलान् जस्तो छैन। तपाईँहरूलाई त गाह्रै छ, तर मलाई त केही छैन। म त आनन्दले छाती फुलाएर बस्ने हो। फेर कराउँदै रहेछ। भान्जालाई कसैले केही कुरा छुना चाहिँ छैन जस्तो छ। भान्जालाई केही कुरा थाहै छैन जस्तो छ। फेर कराउँछु, नखाइ बस। नानी सुतेको भएर नानीलाई सुताउन गएको हुन् भान्जा। नानीलाई सुताइसकेपछि मजाले स्वागत ग्रहण गर्न आउँछन् हाम्रो भान्जा। त्यही त, असो पो नबोल न बुहारी, मेरो छोरो नातिनी सुताउनै गएको। सागर मेरो छोरा, ए बाबु आऊ न, आऊ बाबा आऊ। मलाई थाहा छ त मसँग कहिले पनि रिसाउँदैनस्, त मेरो महान छोरा होस्। हुन त स्वागत गरन नगरिकन भित्र पस्नु नहुने हो। अब पसिहालिस्, अब केही छैन बाबु, केही छैन। त नातिनी सुताउन गएको होस्, यतिखेर त नातिनी पनि सुताइसकिस् होला। आइज न बाबु, आइज। हामी तँलाई फुल माला अबिर लगाएर स्वागत गर्छौँ। सबै गाउँलेहरूले सागर मर्यो भनेर भनेका छन्। तिनीहरूको अगाडि तँलाई स्वागत गरेर गाउँ घुमाउँछौँ। आइज बाबु, आइज। ए सागर, मेरो मुटुको टुक्रा, मेरो प्यारो छोरा, बाहिर आइज न बाबु, बाहिर आइज।